कुनै समय इलामका बजारमा बिजुलीका तारहरूमा आगो बल्थ्यो, तारहरू जोडिन्थे अनि चराहरू बस्दा आगो लागेका धेरै घटनाहरू हुने गर्दथे। जताततै तारहरू जेलिएका थिए, लाग्थ्यो कुनै कुरूप सहर झैं। अहिले त्यही सहर सफा र सुन्दर छ, तारहरू पनि व्यवस्थित छन्, आगो लागेका घटना कम भएका छन्। तारहरू व्यवस्थित भएपछि होटल व्यवसायीहरू पनि उत्साहित भएका छन् र यसै सन्दर्भमा होटल व्यवसायी विजय राई भन्छन्, अहिले जुन आम जनतामा अथवा इलामवासीमा एउटा उत्साह अथवा रमाइलो भनौँ न, एउटा सुन्दरता छाएको छ। त्यो जुन नगरको अभियान हो, तार रहित अथवा चाहिँ जुन पहिला ग्यादरिङ रूपमा चाहिँ यताउता त्यो काला तारहरू यतात्र झुन्डिएका थिए, ती तारहरू चाहिँ नगरको अभियानमा सरसफाइ गरिएको छ, हटाइएको छ। त्यसले चाहिँ यो स्ट्रिटहरू भनौँ न, नगरको यो सडकहरू सबै सुन्दरता देखिएको छ। ताकि यो घरतिर गएका ती अलि बढी झुन्डिएका ती यतात्र तारहरू पनि हटाइएकोले गर्दाखेरि हेर्दाखेरि निकै रमाइलो देखिन्छ, निकै सुन्दर छ। त्यसले जो आगामी दिनहरूमा योभन्दा बढी चाहिँ थपिँदै जान्छ होला र त्यसले अरू बढी सुन्दरता थप्छ भन्ने म आशा लाग्छ। इलाम बजारमा टेलिफोन विस्तार भएपछि केवल इन्टरनेटका तारहरू अव्यवस्थित भएका थिए। त्यस्ता तारहरूलाई व्यवस्थित गर्न इलाम नगरपालिका वडा नम्बर 7 ले 2 करोड विद्युत प्राधिकरणको सहयोगमा एबिसी विस्तारको काम सुरु गर्यो। यसअघि 3 फेज लाइन सञ्चालन हुँदा घरका बरण्डाहरूमा नाङ्गो तारहरू हुन्थे र जहाँ लुगा सुकाउँदा र अन्य विभिन्न कारणले धेरै मानिसहरू दुर्घटना भोग्नु परिरहेको थियो। यसबाट छुटकारा दिलाउन यो आयोजना सञ्चालन गर्नु परेको वडाध्यक्ष नरेश श्रेष्ठ बताउँछन्। इलाम नगरपालिका वार्ड नम्बर 7 मा जो यो अस्तव्यस्त रहेको बिजुलीको तारहरू, टेलिफोनको तारहरू, इन्टरनेटको तारहरू जो चाहिँ 2036 सालमा जति बेला इलाममा हामीले टेलिफोन आवाबाट तारहरूको कामहरू सुरु गऱ्यौँ, त्यति बेलादेखि रहेको तारहरूले इलाम बजार एकदम कुरूप बनाएको थियो। एकदम तारको मुठाहरू बढी थियो। त्यसलाई व्यवस्थापन गर्नका लागि हामीले सबभन्दा पहिला त यो बिजुलीकै तार 3 फेज लाइनलाई त्यो व्यवस्थापन गरेर यसलाई एबिसी केबलमा लानुपर्छ भन्ने हिसाबले हामीले यहाँबाट एउटा डिपिआर गऱ्यौँ। 2 करोड रुपियाँ ल्याएर हामीले यो काम गऱ्यौँ र हामीसँग रहेको जति पनि यो 3 फेज लाइन छ, त्यो 3 फेज लाइन चाहिँ कस्तो थियो भने घर अगाडिबाट पोल गाडिएको, अनि तार जाँदाखेरि चाहिँ घरको बारदलीमा तारले छुने, लुगा सुकाउँदा पनि कोही बेला दुर्घटना पर्ने, त्यस्तो धेरै दुर्घटना भएको थियो। यो तार सर्ट भएर धेरै आगो लागिहरू पनि इलाममा भएको थियो। त्यस्तो धेरै एक्सिडेन्टहरू यसले निम्त्याएको थियो र यसलाई मध्यनजर गर्दै हामीले यो प्रोग्राम अगाडि सारेपछि हामीले यो एबिसी केबल ल्याएर यो फेर्ने कामहरू गऱ्यौँ। प्राय इलाम नगरपालिका वार्ड नम्बर 7 को सबै क्षेत्रहरूमा यो काम गरेका छौँ। यो परियोजनालाई सहयोग गर्न इन्टरनेट सेवा प्रदायक पनि लागेका छन्। यस सहरलाई सुन्दर बनाउनु हाम्रो पनि दायित्व हो भन्ने उद्देश्य राखेर उनीहरूले हरेक कामहरूमा सहयोग गर्दै आइरहेका छन्। टेकमाइन्ड नेटवर्क इलामका प्रमुख हेम थापा भन्छन्, यस विषयमा चाहिँ अब इलाम नगरपालिका लगायत इलाम नगरपालिका र इलाम नगरपालिकाभित्र 7 नम्बर वडाले चाहिँ बजार सौन्दर्यकरणको लागि चाहिँ विद्युतीय पोल यो इन्टरनेट तार विस्तारलाई व्यवस्थापनको लागि चाहिँ सौन्दर्यकरणको लागि चाहिँ यहाँनिरको तारहरू अलिकति पोलमा अव्यवस्थित भएका तारहरूलाई चाहिँ व्यवस्थापनको लागि चाहिँ पहल गरेको। त्यसमा हामीले सकारात्मक इन्टरनेट व्यवसाय भएकोले सकारात्मक त्यसलाई लिएर हामीले पनि यो व्यवस्थापनमा सहयोग गरेर अब अहिले समग्रमा हेर्नुपर्दा यसको रिजल्ट एकदमै राम्रो आएको छ। पहिला अव्यवस्थित थिए सहरहरू, एकदम तारहरू झुन्डिएका लत्केका हैन, त्यसले गर्दा चाहिँ एकदमै बजारलाई नै असुरक्षित जस्तो देखिएको थियो। अहिले चाहिँ त्यो देखिँदैन, बजारमा चाहिँ एकदमै सिम्पल तारहरू मात्रै देखिन्छ हैन, युजलेस तारहरू छैन। त्यसले गर्दा पनि धेरै राम्रो भएको छ। यस्ता अनावश्यक र अव्यवस्थित तारहरूलाई व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य हो। त्यसैले नगरले गरिरहेको यो कामलाई तपाईँ हामी सबैले सराहना गर्नै पर्छ। यस्ता कामहरूलाई हामीले पनि सहयोग गर्यौँ भने सफा र सुन्दर बनाउन केही समय लाग्दैन।